हेलो गाइस, नमस्ते। हजुरहरूलाई मेरो ब्लगमा स्वागत छ। हजुरहरूले पहिला ब्लग हालेको लाइक गरिदिनु भयो, बहुत बहुत धन्यवाद हजुरहरूलाई। अब जापानी गार्डन घुम्न जान लाग्छौँ पुनाको। अब नेपाल के गरे चण्डीगढको त अब राम्रो छ के अरे, उहरू पनि अब यहाँको हेरौँ कस्तो रहेछ, हजुरहरूलाई देखाउँला है। हेलो, हामी जापानी गार्डन आयौँ अनि हिँड्दैछौँ, जाँदैछौँ। हेर्नु होला, हजुरहरूलाई देखाउँदैछु कति राम्रो गार्डन। ल हेर्नु गाइस, कति राम्रो नजारा। अनि मान्छेहरू पनि खुब आएको रहेछ, राम्रो छ। अब यहाँ घुम्न आएको थुप्रो मान्छे पनि रहेछ। ल हेर्नु साथीहरू, कति राम्रो। यहाँ मौसम पनि एकदम राम्रो हुन्छ, चिसो। चण्डीगढमा त एकदम गर्मी छ, यहाँ चाहिँ यस्तो शीतलो हुन्छ। यहाँ हामी पुनः आएको गाडी पङ्खा नि चलाएर शीतलो हुन्छ रुममा पनि। यहाँ पनि घुम्ने, चण्डीगढमा त गर्मीले घुम्न नि सक्दैन, यहाँ चाहिँ यस्तो शीतलो हुन्छ त नि। साथीहरू यता हेर्नु, कति राम्रो खुबसुरत झरना बगिरहेको छ है। ल गाइस, त्यो टुप्पामा जानु पर्यो। अब माथि हेर्नु, ल गाइस स्टार्ट गर्यो। सिडी चढ्न सकिन्छ कि नै हेरौँ, कहाँसम्म सकिन्छ। ल गाइसहरू, यहाँ हामी टुप्पामा आइपुग्यो। अब यहाँबाट भ्यू देख्नु कति राम्रो। ल हेर्नु, अब तल झर्न लागेको गाइस, माथिबाडी तल झरेर अब धेरै माथि पनि रहेनछ गाइस, ठिकै रहेछ। अब चढेर झऱ्यो हामी मुनितिर। अघि नै माथिदेखि देखाएको झरना, यहाँ झरनाको पास आइपुग्यो हामी। ल हेर्नु गाइस, ल साथीहरू, यहाँ त माछा पनि होइछ। पानी परेर पानी धुमिलो भएछ अनि माछा अलिक साफ देखिएको छैन। माछा रहेछ राम्रो, डिजाइनको। एउटा यी डिजाइन
हेलो गाइस, ऊ सिटी बजाउनु लायो बाहिर निस्क्यो भने छ टाइम भयो नि त त्यसो भएर अब जाँदैछौँ फर्किँदैछौँ अब हामी निस्किसकेको गाइस अब मकै खान लाग्यो यहाँको फेमस दाबिरी भन्छ त्यो नि अब फर्स्ट रोटी खान लाग्यो कस्तो नै खाम भनेको ल गाइस हामी खान लाग्यो कस्तो हुन्छ यत्रो भिड भएका छ बच्चाहरू त्यहाँको मिठो छ मम्मी मिठो